सो हेलो एन्ड नमस्ते, इट्स मी सौदे भाइ ब्लग है। आजको ब्लग चाहिँ यहीँदेखि स्टार्ट भएको छ, बाटैदेखि है। म मन्दिर जाँदैछु किनकि आजको ब्लग चाहिँ आज पथरीको ब्लग स्टार्ट भएको छ। हेरिदिनुहोस्, इन्जोय गरिदिनुहोस्, रमाइलो गरिदिनुहोस्। पथरीमा जे बवाल हुनेछ आज है। यो चाहिँ हाम्रो मन्दिर, यहाँ केटाकेटीहरू सब भेला हुँदैछ, हाम्रो बहिनीहरू। अनि म टन्नै छ। यास बहिनी कहाँ हिँड्यौ तिमीहरू चाहिँ? बहिनी परिरहेको छ, यस्तो रहेछ है। अब हामी कतिखेर पथरी पुग्छौँ है गाइस। यस्तो छ हाम्रो झन्डा, हाम्रो यस्तो रहेछ। हाम्रो भाइ बहिनीहरू सबैजना भेला भएको छ। बवाल हुन्छ आजको पथरीमा है। यहाँ चाहिँ हाम्रो निरङ्करले झन्डा बाँड्दैछ, बहिनीहरू लाउँदैछ झन्डा। यहाँ चाहिँ हामी सिल्ली उठाउन लागेको छौँ अब गाइस। यहाँदेखि हामी यहाँ जान्छौँ पथरी। यो 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 त्यहाँ चाहिँ के भएर खाँदिएको छ त हौ। कस्तो हुन्छ हल्का सिल्ली उठाएको। डर लाग्यो है माइल, डर लाग्यो माइल। ल भाइ घरदेखि चाहिँ पथरी आइसकेको छौँ हामी प्र्याक्टिस गरेर। बहिनीहरू छ, यस्तो भिड छ के यस्तो भिड छ। अहिले फोन यस्तो खै। अब हामी नाच्न थाल्न लागेको। यो बगा त के भयो, कस्तो भइरह? यो कसको हो झन्डाको? ए हो बु नमस्ते बु।
कस्तो भइरहेको बहिनी गर्मी भयो गर्मी त भइहाल्छ नि होइन भाइ गर्मी नभएर के हुन्छ सासै फेर्नु गाह्रो भयो दाइ अब हामी हावा खानु डुलेको हिरो हामी चाहिँ स्टेज यहीँ कति हेर्नु त्यसको प्राइस मैले चाहिँ मेरो इच्छा पुरा गरेँ तिम्रो पनि लगाएर इच्छा पुरा गरेँ गर्नेमा ल इच्छा पुरा गरेँ यो भाइले पनि प्राइस आउँछ छ यस्तो छ भाउ अझै कम्पिटिसन स्टार्ट भइसकेको छ यस्तो बबाल मान्छे अनुहार पनि चेन्ज छैन हाम्रो पालि अब हामी चाहिँ तयार हुँदैछौँ छको लागि हामी भिड्नलाई दामी कुनाहरू यहाँ छ बबाल रेडी हुँदैछ रेडी हो ए जति नै तिमी भिडियो गर्नु ल हाम्रो नाचेको ल यहाँनिर ऊ भाइरो दामी रेडी हुँदैछ यहाँ कस्तो दामी नाचिरहेको यस्तो छ हेर्नु के हो यो के हो जुत्ताहरू सब कालिम्पोङै नाच्ने हो नि त त्यही भएर ल राम्रो नाच्छ है ल धन्यवाद इस कार्यक्रम का संचालकज्यूलाई इस कार्यक्रम का सभाध्यक्ष महोदयज्यू प्रमुख अतिथिज्यू मञ्चमा आसीन विशिष्ट अतिथिज्यूहरू र यहाँ विभिन्न ठाउँबाट आफ्ना टोलीलाई प्रतिनिधित्व गर्दै नाचिसकिरहेर यस्तो भइरहेछ भाइ बहिनीहरू जिया कस्तो राम्रो नाच्यो भने ल मेरो पनि त्यस्तै भइरहेछ यस्तो भयो रिया कस्तो भयो यो पकाउँदा अब मेरो टर्न हेर्नु मलाई कस्तो छ सलमा कस्तो भयो राम्रै भएको छ हाम्रो गलेर सब पाक भइरहेछ मेरो छेवाङ भाइ कस्तो नाच्यो बिर्स्यो मेरो पनि त्यस्तै भएको हेर्नु न यो यहाँ यो तल गरेर हाफ प्यान्ट अल्झेको गरेर यस्तै मेरो पनि यहाँ हाफ प्यान्ट तल झरेर
यस्तै यस्तो आएको भने यस्तो छ हालत युके भाइ युके भाइ वाङमा कस्तो नाच्यो जोतको दामी ल दामी के छ बहिनीहरू ठिक छ बहिनी ल अब चाहिँ गाइस रिजल्टको पर्खाइमा छौँ सबै सकेर यहाँ जित्छ भनेर स्योर भएर बसिरहेको छ झन्डा पनि तयार गरेर सब भने ओपर ठुलो लागेको छ पब्लिकको रिजल्ट भन्नु बाँकी छ माछा नाच्नु छ अहिले यहाँ वेटिङ रिजल्ट महिला राईज्यूले सार्वजनिक गर्नुहुनेछ र निर्णय मण्डलीलाई म यो समय दिन चाहन्छु केही समयको लागि रिजल्ट गाइस हाम्रो निरङ्क प्रमाणपत्र थाप्नु गइरहेको छ हाम्रो केलीहाङमा यसै गरेर 5 नम्बर ओगट्न सफल हुनुहुने कति पोजिसन भयो सोल्टिनी त सानो रमाउँदै छ थर्ड भयो होला यिनीहरू यस्तो रमाइरहेको छ थर्ड भएन हामी चाहिँ कति हुने हो लास्ट होला हामी सेकेन्ड भएर निस्किँदैछ रमाउँदै यता आउनु यता भएर अब जाँदैछ सब घर अब फर्स्ट सेकेन्ड भएको छ हेर्नु बाँकी छ गाई यताको फर्स्ट यता हाम्रो टोली छ अब नाच्न लागि हामी घर फर्किन लागेको अब चाहिँ घर जाने
ल ल ल जम 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 माझी दाइले ल बोबो विदाई बाई बाई अब हामी फेरि घरमा गएर नाच्नु पर्ने हुन्छ क्या हामी चाहिँ घरमा गएर किनकि यहाँनिर नाचे पनि होइन हाम्रो घरमा फर्काउनु पर्छ क्या चिल्लीहरू चाहिँ जुम बिदाई गरौँ बिदाई 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 यो हो मेरो दाइ यस लाइक एन्ड सब्सक्राइब लाइक एन्ड सब्सक्राइब ल ल ल ल ल मतिर आउनु थाल्छु रात लिएर किनकि हाम्रो सकिएको छैन सिडीहरू अब हामी गएर सक्नेछौँ त्यसको टाढे अब हाम्रो घर जानेछौँ प्लिज लाइक एन्ड सब्सक्राइब गर्नु नबिर्सिनु होला है साथीभाइहरू अब यहाँ नाच्ने चाहिँ हाम्रो सुनिसकेको छ त्यही भएर बाई बाई सी यू नेक्स्ट भिडियो एन्ड लाइक एन्ड सब्सक्राइब